नमस्ते संसार हुनुहुन्छ होला। मेरो नाम विद्युत खत्री र भर चाहिँ म जापानमा छु र जापानमा चाहिँ भर चाहिँ पानी परिरहेको छ र पानी परेर चाहिँ जतिसुकै हामी बाहिर निस्किन्थ्यौँ र पानी परेको कारणले चाहिँ आज चाहिँ हामी निस्किन सकेनौँ र मैले भिडियो गराउन लागेको ठाउँ चाहिँ मेरो मम्मीले वार्ताले गराउनु भएको थियो र यहाँ चाहिँ चिप्ले भेन्टा स्ट्रबेरी अनि मैले स्कुलबाट ल्याएको भेन्टा तिते करेलाहरू चाहिँ अनि फुलहरू पनि छ र हेर्न सक्नुहुन्छ मौसम कस्तो छ र नेपालमा चाहिँ भर चाहिँ हाम्रो आमा बाले चाहिँ खेतै रोप्न लाउनु भएको छ र नेपालमा चाहिँ घाम परेछ भने जापानमा चाहिँ भर चाहिँ के भन्छ पानी परिरहेको छ र नेपालमा आमाहरूले धान काटेको देखेर अस्ति नै धान काटेको रोपेको देखेर चाहिँ पहिला त मैले पनि गरेको थिएँ भनी याद आयो र मैले पनि फोटो हेर्दै गएँ र त्यसपछि एउटा भिडियो बनाउन त भनेर चाहिँ म घर मङ्गलबार पनि निस्किएको छु र 12 तारिक चाहिँ यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ चिप्ली भेन्टा चाहिँ फलिसकेको छ र स्ट्रबेरी पनि ठुलो भइसकेको छ पात मेरो हात जत्रै भइसकेको छ र त्यहाँ फेरि स्ट्रबेरी पनि छ अनि भेन्टा पनि छ टिटे गरेर पनि छ र यो चाहिँ मैले स्कुलबाट ल्याएको शुक्रबार ल्याएको चाहिँ यो भेन्टा हो र यसलाई चाहिँ भेन्टा होइन त्यो के हो मलाई पनि थाहा छैन भेन्टा हो कि त्यो तिते करेला हो क्या के तिते करेला के तिते करेला हो र अब यसलाई चाहिँ ठुलो ठाउँमा चाहिँ रोप्ने हो र यो चाहिँ भर्खरै चाहिँ के भयो अब यहाँबाट अब के भन्छ केही यस्तोमा बेरिन्छ त्यस्तो खोजिराखेको छ र त्यही भएर चाहिँ अब अहिले गर्ने हो र भर चाहिँ मम्मी काममा जानुभएको छ र अहिले आएपछि चाहिँ त्यहाँबाट अर्को ठाउँमा रोप्ने हो र रोपेपछि चाहिँ यो फेरि ठुलो भएपछि भेन्टा कि तिते करेला भएपछि चाहिँ भिडियो गराउँछु र भिडियो बनाउँछु र हजुरहरूले हाम्रो स्कुलमा चाहिँ यसरी भेन्टा उपयोग गऱ्यौँ र यो चाहिँ दुधको बाकेज हो र बाकेजमा चाहिँ फाल्ने चाहिँ यसलाई नफालिकनै यस्तो माटो हालेर बिरुवा हालेर यस्तो गराइरहेको छ र किरा त यति लाग्छ कि तर जे भए पनि यत्रोमा बन्नु हो नि अनि त्यही मान्छे अब यत्रो ठुलो हुने बेतामा हुने रहेछ हामीले चाहिँ यो चाहिँ स्कुलमा सिकेको हो र स्कुलमा पनि योभन्दा नि ठुलो त छ कि ममको जत्रै पनि छ कि तर मेरो चाहिँ अर्को भन्दा यसो सिधा अर्को त यो जान्छ यता भन्दा यो भर्खर यस्तो त केही होइन कि यसरी भाँचेको हुन्छ नि त त्यस्तो थियो र आफै बनाएको यो आफै बिउ रोपेको कि स्कुलले रोपिदिएको रोपेको चाहिँ हामीले हो कि रोपेको हामीले हो पानी पनि हामीले पानी भन्दा छिस गर्ने हुन्छ त्यसमा पानी हालेर चाहिँ पानी पनि आफैले हाल्ने हो तर यो चाहिँ जसको भए नि हुन्छ यो चाहिँ पखाल्ने यो पखालेपछि चाहिँ अनि नाम लेख्ने कि अब आफ्नो मात्रै नाम लेख्ने अनि नाम लेख्ने अनि त्यो साइन्समा गराउँछन् कि यो चाहिँ अनि साइन्समा चाहिँ यो बट्टा लड्दा नि अनि खेतै रोपे जस्तै भनौँ न ठाउँ हुन्छ बारकाली जस्तै अनि ठाउँमा लगाएर चाहिँ म्यामले के भन्छ त्यसको के भन्छ त्यो बिरुवा सानो बिउ के बिउ दिन आएको थियो र मेरो चाहिँ एउटा तर फलो दुईटा थियो र एउटा चाहिँ मुली जान सक्छ मलाई थाहा छैन उही होला एउटा एउटा त कुन
सक्छ होला तर एउटा भए चाहिँ ठिक हुँदो रहेछ दुईवटा भएपछि चाहिँ अब हरियो छ नि त नि हरियो चाहिँ भिटामिन छ नि त अनि निकाल्न गाह्रो हुन्छ थियो र मैले यो पनि ठुलो भएपछि भिडियो गराउँछु र मम्मीको भन्दाले अलि ठुलो त्यत्रो भएपछि पनि भिडियो गराउँछु र भर चाहिँ पानी परिरहेको छ र हुन त राम्रै छ अनि तर हाम्रो रुम चाहिँ तातो भएको हुनाले यहाँ पनि लास्टै तातो त छैन शीतल पनि छैन हल्का छ यहाँ पनि नि अनि अब फेरि स्ट्रबेरी पनि फलो भने भन्छु तर स्ट्रबेरी पनि पोहोर साल राम्रो भएको थिएन भनौँ न राम्रो भएको थिएन त के भनौँ फले थिएन र यो पालि चाहिँ यत्रो भयो र यो पनि ठुलो गर्छु र त्यो त ठुलो भइसक्यो त्यो त अब खाने बेला पनि भइसकेको छ काटेर र हजुरले पनि यस्तो गराउनु काटेर भने टिपेर हुन्छ बोटबाट चाहिँ टिप्ने हुन्छ टिपेर खानुभएको खाने हो र अझै ठुलो त हुन त बाँकी छ कि ठुलो भइसक्यो भनौँ न त्यति चाहिँ अनि उता फेरि धनिया छ र यो पानी र अचेल भूकम्प पनि आहा र मोबाइलबाट ठुलो भूकम्प आयो भने चाहिँ मोबाइलबाट टुर गर्छ अनि तर इनर फुलहरू चाहिँ तल थियो हिजो पानी पर्ने बेला त यता राख्नु चाहिँ कि त्यही पनि तल थियो आकाशको पानी चाहिँ बिरुवालाई राम्रो हो भनेर चाहिँ पानीमा राखिदिएको हो र एकचोटि त खस्न पनि खस्छ तर त्यति धेरै चाहिँ खसेको छैन र हजुरले पनि यो चना यो चाहिँ यासाई के अरे च्याउ चना के केराउ केराउ चाहिँ हस्तै हुन्छ हस्तैमा त यासाईको के भन्छ तरकारी पसलमा राखिदिएको हुन्छ र यति काटो अनि त्यसपछि चाहिँ यहीँ राखेको एउटा हस्तमा पानी हालेर नि भयो अलिक ठुलोमा पानी हालेर राखे पनि भयो नि एकचोटि खाइसकेपछि फेरि पानी हालेर राखेपछि यस्तो पलाएको नि हो हामीले चाहिँ तीनचोटि पहिला त्यो खायौँ फेरि काट्यौँ त्यति गरेर चाहिँ 3 दिन त के भनौँ 3 चोटि युज हुन्छ भनौँ र हजुरहरूले पनि के भन्छ यस्तो बारकालीमा फुल धनिया बाल्कोनीमा भन्नेला नि बालकोनीमा धनिया के भन्छ स्ट्रबेरीको बोट फुलहरू चाहिँ रोप्नु भएको छ कि छैन र मैले चाहिँ अन्तिममा आइसकेँ र भर चाहिँ यति शीतल हुन लागिसकेको छ नेपालमा अहिले चाहिँ आमाबाले चाहिँ धान रोप्दै हुनुहुन्छ नि अनि त्यसको बारेमा केही भन्न मन लाग्छ छैन पहिला त धेरै त के भनौँ 2-3 जना सानो बच्चा भएर खेल्यौँ नि खेलेको पनि अब मजा आउँथ्यो नि मजा आएर त्यहाँबाट जम्प हान्ने बेला मै त्यहाँ खाल्टो मुनि जान्थ्यो नि हिलोमा जान्थ्यो होला नि हिलोमा के हिलो मुख फेरि हिलोमा जाने के त्यस्तोमा जान्थ्यो र उफ्रिन पनि उफ्रिन्थ्यौँ नि अनि आमा बाले गरेको देखेर चाहिँ के गरेको देखेर रोपाई गरेको देखेर चाहिँ एउटा हाम्रो घरमा बस्ने बहिनी पनि थिइन् र बहिनी जसरी खेलेको थिएँ र बहिनी त भाग्यमानी त के भनौँ खेली थिइन् र मैले त्यो देखेर चाहिँ मलाई पनि खेल्न मन लाग्यो र आज चाहिँ पानी परेको हुनाले उफ्रो बस्न पाइएन र एक दिन चाहिँ मैले अस्ति नै पानी त परेछ कि यति हल्का परेछ र त्यसपछि चाहिँ पानी बन्द भयो पानी बन्द भएपछि चाहिँ हेर्न सकिन्छ पार्कको पानीमा गएर खेलेपछि चाहिँ मजा आयो नि मलाई पनि हिलो जस्तै लाग्यो नि मलाई पनि हिलो जस्तो लाएर खेलेर अनि राति फेरि आमा बासँग बोले राति आमा बाबासँग बोलेपछि चाहिँ हो र भन्न र अब अन्तिम भयो र
हजुरहरूले पनि यस्तै गर्नु होला नि। सानो भए पनि एक दुई के सानो भए पनि बगैँचा नि सानो भए पनि गराउनु होला र गराउनु भएछ भने लाइक गरिदिनु होला है त। अनि कमेन्ट केसको बुटो हो बोटो के भन्छ कमेन्टमा लेखिदिनु होला र फेरि भिडियो गराउँदै गर्छु। बाई बाई, सी यु नेक्स्ट टाइम।